ओइ लिन अनि बाबु यसरी सारारा लाएर ल ल ल ल ल ल स्यापै ल स्यापै ल कुद्यो कतातिर हावामा हेलो गाइजहरू नमस्ते छ्याजलो यान बन्दी है सबैजनालाई नौबन्दी है बतारे गाइजहरू है वेलकम ब्याक टु माई युट्युब च्यानल म्याक्सिमा भ्लगमा तपाईँहरू सबैलाई स्वागत छ है गाइजहरू सधैँ चाहिँ म आज पनि तपाईँहरू समक्ष चाहिँ ठ्याक्कैसँगले आज उपस्थित भएको छु अनि हाम्रो यहाँ गाइजहरू समरलाल एन्ड तनुजा एसी एन्ड meu amigo Luis, hola, ¿cómo estás? We are going to one of the best place, one of the best beach. I think São Martinho भन्छ है पोर्चुगलको एक one of the best beach हैन São Martinho तिर चाहिँ आज हामी जाँदै छौँ त्यहाँ के कस्तो छ भन्ने कुरा तपाईहरुलाई म भिडियो मार्फत देखाउँदै जाने छु गाइजहरु है त ल गाइजहरु São Martinho चाहिँ आइपुग्यो हामी है यतातिर अक्षमा जाँदै छौँ है अब यहाँ तनुजा र कान्छी खै बाबु है के किन्दै छौ बुन्टेलाई बाबुलाई खेल्ने कुरा स्कुप समरको रहेछ अब मेरो सरी यहाँ मेरो भुन्टेलाई अब कुन चाहिँ किनिदिने हो एउटा ल हान्दियो नि त अब के छ र है उसको चाहिँ यहाँ फेरि पुरा सुरु भयो है गाइजहरू ए है गाइजहरू समर्दिनु छ है अब हामी यता साइडतिर किन यही हानिदिएको अरू ठिक लागेन कोही ठिक थियो त नि ल ट्याक्कैसँगले भुन्टेको लागि चाहिँ एउटा सामान किनिदिनु पर्यो होला अमीको ल गाइजहरू है गाइजहरू मान्छेहरू चाहिँ यहाँ टक्कैसँगले यो बालुवामा चाहिँ यसरी चाहिँ आफ्नो स्थान बनाएर चाहिँ यहाँ बसिरहेको छ ट्याक्कै यो डाँडाहरू अनि यहाँ यो समुद्र चाहिँ पल्लोपट्टि हो तर पानी चाहिँ त्यहाँबाट बिचबाट काटिएर पास भएर चाहिँ यो आएर चाहिँ यो यहाँ बनिएको छ होइन यो वारीदेखि पारीसम्म टक्कै मान्छे खेल्नको लागि चाहिँ स्विमिङ गर्नको लागि चाहिँ एकदम बेस्ट छ यहाँ परसम्म होइन ट्याक्कैसँगले त्यही कारणले गर्दाखेरि नि यहाँ छालहरूबाट चाहिँ त्यति डर छैन त्यही कारणले गर्दाखेरि यहाँ धेरैजना मान्छेहरू चाहिँ आएर चाहिँ रमाइलो गरेर जाने काम गर्छ एन्ड माई भुन्टेलाई चाहिँ एउटा टक्रकै किनिदिए 12.50 चट हो गासी के छ अनि खबर कस्तो छ आज यहाँ घुमघाममा अब गर्ने होला नि त रमाइलो छ अनि यस्तो खतरा यो के हो यहाँ सम्बर तर्नु चाहिँ फेरि यहाँभित्र गएको थिएँ यार आगै छैन हौ यो भित्र यार कहिले आइपुग्ने हो ट्याक्कैसँगले यो चाहिँ समर्टिनको हाम्रो ट्याक्कै है पसलहरू घरहरू होइन घुम्ने एरियाहरू टक्कै यही हो ट्याक्कै गाइजहरू अनि सम्बर र तनुजा पनि आइपुगेको अब ल गाइजहरूलाई ल समर्टिनो घुम्ने नयाँ चस्मा प्लस चस्मा नयाँ चप्पल हाम्रो समर चाहिँ पुरै 900 को है ल गाइजहरू अब हामी कतातिर अघि बढ्ने है अब हाम्रो बिचतिर टक्कै कहाँ बस्ने काशी ल भुन्टेलाई कतातिर राख्ने हो है ल ठाउँ हेरौँ होइन अब यहाँ हाम्रो तनुजा पनि रेडी टु मेक भिडियो छ है गाइजहरू ल ट्याक्कै पोर्तुगिजमा नाम लेखेको रहेछ ओ भुन्टु चाहिँ अब के गर्ने ल बालुवामा अब कति खेल्ने हो होइन ल ल ल ल ल ल अगाडि बढ काशी अलि परतिर जाउँ समर तानु जाऊ पर गइसक्यो यहीँ बस न त्यहाँ जाउँ ल
डन मेरो फेरि लिन घन्टे गुरुङ उसको चाहिँ यो फर्स्ट समरतिनमा घुमघाम है मेरो बाबुको होइन जाँदैछौ ट्याक्का 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 बनाएर माइसँगै ल ऊ पर गएर बसौँ समरेक ठाउँमा ल ट्याक्कै मान्छेहरूको भिडभाड है खत्रै छ सारा लाएर बोटहरू है यो परको चोसो छ यो चोसोबाट चाहिँ समुद्र त उता हो तर यहाँबाट पानी पास भएर आएको रहेछ यो सबै आफ्नै घरहरू यहाँ टक्कैसँगले गाईहरूको है ल है कता हो हामी यता बस्ने ल ट्याङटुङ मिलाउँ न यार है लिन अनि बाबु यसरी सारा लाएर ल ल ल ल ल ल ल उसको यहाँ बाल्लोमा हेर्नु पाएको छ उसलाई मजा छ चप्पल पनि नलाउने अरे हेर्न ऊ विदाउट चप्पल नै ऊ इन्जोय गरेर त्यो लगाइरहेछ होइन हिँडेर ट्याक्क यहाँ गाईजहरू फेरि नाङ्गे भुतुङ्गे छ त यार खिच्यौँ मलाई यिनीहरूको फेरि बाब्रे हो ल है गाईजहरू है मान्छेहरूको चाप भिड कतातिर बस्ने हो हामी चाहिँ यार बस्नु नै अन्यलमा भयो त यार चिसो त अनि खत्रै यहाँ चाहिँ समुद्र यो नजारेको जस्तो अलिक डेन्जर छाल चाहिँ छैन यो त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ धेरै मान्छेहरू चाहिँ आएर चाहिँ होइन पौडिने स्विमिङ गर्ने होइन रमाइलो गर्ने यस्तो कारणले पनि हो ल कहाँनिर हामी अहिले पर कहाँ बसौँ भयो त गाइजहरू ल है यहीँ बस्ती नि मेरो भुन्टेको है आज यहाँ हिँड्ने कार्यक्रम टक्कैसँगले हो है लिन हो बाबु के गरेको हेलो ओइ ए लग्यो बोकेर खान्छे कता लग्यो ल उता समाज ल पुरै बालुवा खेलेर चाहिँ उसको यहाँ फेरि ट्रकमा हाल्ने ल पानी पो अलि फोहोर जस्तो छ यार खाला बालुवाले नि होला यता आऊ यता ओइ यहाँ छ तिम्रो खेलाउने कुरा ल ल त ल यी स्यापै ल स्यापै ल कुद्यो कतातिर हावामा हुन्चे कता हिँडेको यता आइछ उसको आमाहरू चाहिँ उहाँ गइसक्यो त यता बाबु है लिन ओइ गयो हौ समुद्रतिर यार पुरै यहाँ हाम्रो गाईहरू चाहिँ टक्कै ल ओइ बाबुलाई आउँदा आउँदा नबिरान हौ आमामा भिज्यो लिन भिज्छ है उसलाई पुरै यहाँनिर पुरा यहाँ मान्छेहरू सबैजना आफ्नो तालमा व्यस्त बिजी है ओइ पानी खान्छ लड्छ भागेको हो समुद्र आएर भागेको बाब्रे हो ल जा तिमीहरू ल उता खन्छ उता अलि तर जाऊ न ल यहाँ समुद्रको पनि आज हाम्रो यो फर्स्ट टाइम अरे त्यसैले ऊ एकदम ह्याप्पी मुडमा छ आज समर दिनुमा होइन
चिजी त पानीले भिज्यो यता समर ल ओए 900 रुपियाँ वाटर प्रुफ हो यसो भए त टेन्सन छैन तिमीलाई बेलुकाको 5 बजिसक्यो हो साथीहरू यार के गर्ने कि बाबुले नि पानी खेला अलि पर यार के हो यस्तो दामी पहाड माथि चाहिँ डाँडाकाँडा छ है ट्याक्कैसँगले बगाउँदैन यहाँ त त्यस्तो उयो छैन के बोटै बोट छ मान्छे पर खेलेर केही छैन अनि कहाँ त्यहाँबाट डर उयो लाने खालको छैन कि ओए यो बाबुलाई अहिले उयो हुन्छ अहिले उयो गर ल यहाँ आमा छोराको अनि पुरा त्यही काम बाइक छ हो सक्नु परेन उसलाई बढ्दैछु ट्याक्क लाएर गहिरो हुँदैछ ओइ गाइजहरू यस्तै छ है डुबाउनु लाग्यो आजको स्विमिङ कार्यक्रम यस्तै हुँदैछ गाइजहरू है आज साला समुद्रमै सुगर दियो क्या हो पुरा अलिक मजा लाग्यो है आनन्द भयो चट्टैसँगले माथिसम्म गाइजहरू चाहिँ अब ट्याक्कैसँगले निस्किनु पऱ्यो होइन खेल्यो निकै कामले गर्दाखेरि ल गाइजहरू अब स्विमिङ पनि अलिअलि खेलियो होइन मजा भयो इन्जोय है गाइजहरू है रमाइलो भयो अब यहाँ माथि पुगिसक्यो गाइजहरू चाहिँ अब हामी पनि म पनि जाँदैछु ट्याक्कैसँगले होइन बालै झोली तोम्बी चाक्लाक टुक्रुक बोकेर चाहिँ यहाँ जुत्ता लाउनु नि बाल्लै भयो होइन त्यही कारणले गर्दाखेरि मेरो भुन्टे पनि हिँड्दैछ ट्याक्टर लाएर ल गाइजहरू है ट्रेन कुरेर बसिरहेको अझ फर्किने बेलामा चाहिँ हामी ट्रेनमा जानको लागि तयार छौँ है अब थोरै समय पछाडि ट्रेन पनि आउँछ होला हाम्रो गाइजहरू चाहिँ आज खिचेको फोटोहरू हेर्दै यहाँ अलिकति टाइम बिताउँदैछ होइन ल गाइजहरू है ट्रेन पनि आयो अब हामी चाहिँ घरतिरको यात्राहरू जाँदैछौँ है बाबु खासी होइन समर सँगले अब हामी घरतिर लाग्यौँ गाइजहरू है त आज पुरा खाली नै खाली छ त ट्रेन त यार गाइजहरू है गाउँघरको ट्रेन यस्तै छ है पोर्चुगलको ट्याक्कैसँगले गाउँतिरबाट हुँदै छिर्दैछ है सरर लाएर हाम्रो समर्यान तनुजा
एकदम आनन्दसँगले बसेर चाहिँ ट्रेनको यात्रामा आज गाइजहरू रमाइलो भयो जे होस् है ल। अनि फाइनली झरियो होइन आजको यो थोत्रै रेड ट्रेन रहेछ है, धेरै बन्द गरेको। अब हामी कतातिर जाने हो गाइजहरू, घरतिर पुग्नुपर्ने भयो गाइजहरू है। ट्याक्कैसँगले अब चाहिँ आजको है यस्तै भयो। हेर्नु होला है भिडियोहरू है, फेरि पनि नयाँ नयाँ ब्लगहरू भिडियोहरू तपाईँहरू समक्ष लिएर म उपस्थित हुनेछु है। आजको लागि चाहिँ अब यति नै है, घरतिर नि आइपुग्यो, अब बिस्तारै चट्टै हिँड्दै जाने हो। अलिकति पर पुगेपछि चाहिँ गइन्छ होइन गाइजहरू। ल अहिलेलाई यति नै भन्दै बिदा हुन्छु।